सबैजनालाई नमस्कार। तपाईलाई नोवाज क्रिएसन हाङमा बुनाइमा स्वागत छ। यो चाहिँ मेरो क्रोसेट कभरको पार्ट 2 हो। मैले पार्ट 1 मा फ्लोरल पार्ट बुनेर सिकाएको थिएँ भने अब चार्जरको यो भागमा कसरी बुन्ने र कसरी लगाउने भन्ने बारेमा सिकाउन गइरहेको छु। जस्तै कि तपाईहरुले हेर्न सक्नुहुन्छ यो पार्ट र यो पार्ट फाल्टो फाल्टै हो। हामीले यो पार्टको लागि हामीले फाल्टै बुनेको थियौँ भने अब यसको लागि पनि हामी फाल्टै बुन्ने छौँ। अगाडि मैले जुन बुनेको थिएँ सेतो कलरको त्यो चाहिँ मसँग हालमा त छैन। त्यसकारण म सिधै चार्जरमा बुन्न गइरहेको छु। यसको लागि मैले अगाडि युज गरेको 3.25 mm को क्रोसेट हुक युज गरेको छु भने यसपालि चाहिँ धागो मैले 4 प्लाई धागो डबल गरेर बुनेछु। यो 4 प्लाई धागो हो, यो पनि 4 प्लाई धागो हो। यसले हाम्रो 8 प्लाई धागो हुन्छ। सुरुमा हाम्रो एउटा गाँठो बनाऊ। गाँठो बनाए पश्चात अलिकति मुस्किल नै हुनेछ। यो भागलाई यस्तो गरेर यो गाँठो बनाउँछ नि, यस्तो गरेर चाहिँ हामी चेन बनाउनु पर्ने हुन्छ र यसलाई लुकाउँदै लानुपर्ने हुन्छ। यसमा हामी सबै तपाईहरुलाई कतिको बाक्लो चाहिन्छ हैन, यो कतिको यो बाक्लो चाहिन्छ, यो पातहरु कतिको पातलो चाहिन्छ त्यो आफ्नो अनुसार गर्नु होला। जतिको पातलो बनायो त्यतिकै धेरै सिंगल क्रोसेट लाग्ने छ। अनि यो लिप्स अनि सिंगल क्रोसेट धेरै बनाएर गर्न सक्नुहुनेछ। तपाईलाई बाक्लो बनाउन मन लाग्यो बाक्लो पनि बनाउन सक्नुहुनेछ। म चाहिँ सुरुमा 5 वटा सिंगल क्रोसेट बुन्ने छु। सिंगल क्रोसेट बुन्नको लागि हामीले केही पनि गरेको छैनौं। यतिकै यो मुनिबाट लियो र माथिबाट एकैचोटी यिनीलाई गर्यो। यसलाई भन्छ सिंगल क्रोसेट। यो एउटा सिंगल क्रोसेट भयो। अब दुईटा तीनटा चारटा पाँचवटा हाम्रो यहाँ 5 वटा सिंगल क्रोसेट भएको छ। अब हाम्रो 10 वटा चेन बुन्ने छौं। 1 2 3 4 5 6 7 8 9 10 र एउटा चेनलाई छोडेर पहिलो चेनमा स्लिप स्टिच बुन्ने छौं। यस्तो गरेर हामी चाहिँ यसलाई स्लिप स्टिच भनिन्छ। हामीले फर्स्ट चेनमा स्लिप स्टिच बुन्यौं। अब सेकेन्ड चेनमा सिंगल स्टिच बुन्ने छौं। अब थर्ड चेनमा डबल क्रोसेट हाफ डबल क्रोसेट बुन्ने छौं। फेरि यसमा पनि हाफ डबल क्रोसेट बुन्ने छौं। स्लिप स्टिच सिंगल क्रोसेट हाफ डबल क्रोसेट अब डबल क्रोसेट बुन्ने छौं। फेरि डबल क्रोसेट बुन्ने छौं अर्को चेनमा। अब दुईटामा ट्रिपल क्रोसेट बुन्ने छौं। फेरि हामी अर्को चेनमा 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 ट्रिपल क्रोसेट बुन्ने छौ
र अन्तिम स्टिचमा हामी स्लिप स्टिच गर्नेछौँ। भनेको हामीले सुरुमा जे गरेको थियौँ त्यस्तै। यो भयो हाम्रो लिप्स पार्ट। अब फेरि हामी सिंगल क्रोसेट बुन्न सुरु गर्नेछौँ चादरलाई कभर गर्दै। एउटा, दुईटा, तीनटा, चारटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा। हामीले यसमा एउटा 5वटा गरेर हामीले यसमा एउटा फ्लावर बनाएको सरी लिप्स बनाएको थियौँ। अब फेरि 10वटा हामीले सिंगल क्रोसेट बुन्यौँ। अब फेरि लिप्स बुन्नेछौँ। त्यसको लागि फेरि चेन 10वटा चेन 1 2 3 4 5 6 7 8 9 10 र एउटा चेनलाई छोडेर अर्को चेनमा एउटा चेनलाई छोडेर अर्को चेनमा स्लिप स्टिच बुन्ने। अर्को चेनमा सिंगल क्रोसेट, अर्को दुईटा चेनमा हाफ डबल क्रोसेट, दुईटा चेनमा एउटा, दुईटा, अर्को दुईटा चेनमा डबल क्रोसेट, एउटा, दुईटा, अर्को दुईटा चेनमा ट्रिपल क्रोसेट, एउटा, दुईटा र अन्तिमकोमा स्लिप स्टिच। र भयो हाम्रो अर्को लिप्स तयार। यसरी नै हामी तपाईलाई कतिको बाक्लो र पातलोमा पत्ताहरू लगाउन मन लाग्छ त्यतिकैमा बुन्दै जाने, त्यतिवटा नै सिंगल क्रोसेट बुन्दै जाने र लिप्सहरू एड गर्दै जाने। यसरी नै हाम्रो चादर कभर रेडी हुनेछ। यतिको हुनेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? मैले यो चादर पुरै बुनिनँ, यस्तै हुनेछ। तपाईले 4 प्लाई धागोको बुन्छु भन्दाखेरि बुन्दा पनि हुन्छ, तर त्यो चाहिँ तपाईलाई यो चादर कभर गर्नु अलिक टाइम लाग्नेछ। त्यसकारण म चाहिँ डबल गरेर नै गर्नु भनेर भन्दैछु। तपाईले यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने प्लिज लाइक गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला च्यानललाई। अनि केही कुरा अब तपाईले बुझ्नु भएन भने कमेन्ट छोड्नुहोस्, म तपाईको कमेन्ट पढेर तपाईलाई रिप्लाई अथवा भिडियो गरेर पनि पठाइदिन सक्नेछु। अहिलेको लागि यति नै। थ्याङ्क यू, धन्यवाद, बाई बाई।